आज म तपाईहरूलाई स्थानीय तह अन्तर्गतका विषयवस्तुहरू पस्कन गइरहेको छु, जसमा हामी महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको विषयवस्तुहरू समावेश गर्नेछौँ र यिनीहरूलाई चाहिँ क्षेत्रफलको आधारमा ठुलो सानो, जनसङ्ख्याको आधारमा ठुलो सानो, वडाका आधारमा ठुलो सानो हिसाबले हामी पस्कनेछौँ। आज चाहिँ म महानगरपालिकासँग सम्बन्धित विभिन्न विषयहरूमा केन्द्रित रहेर त्यसका विषयवस्तुहरू पस्कनेछु र हालसम्म नेपालमा चाहिँ महानगरपालिका 6वटा रहेका छन्। काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर, विराटनगर र वीरगञ्ज गरी 6वटा महानगरपालिका रहेका छन् र त्यसलाई म आज क्षेत्रफलको आधारमा ठुलोबाट सानोको क्रमको रूपमा प्रस्तुत गर्नेछु, जसलाई चाहिँ सम्झन मैले एउटा सूत्र बनाएको छु, जुन सूत्र यस प्रकार रहेको छ। पोखरा र भरतपुर बिबीको काल भन्यो। सूत्र फेरि म एकपल्ट भन्छु। पोखरा र भरतपुर बिबीको काल भन्यो। पोखराबाट पोखरा महानगरपालिका कास्की, भरतपुरबाट भरतपुर महानगरपालिका चितवन, बीबाट विराटनगर महानगरपालिका मोरङ, वीरगञ्ज महानगरपालिका पर्सा, काठमाडौँ महानगरपालिका काठमाडौँ र ललितपुर महानगरपालिका ललितपुर छ। यो चाहिँ मैले क्षेत्रफलको आधारमा ठुलोबाट सानोको क्रमको रूपमा प्रस्तुत गरेको छु र पोखरा महानगरपालिकाको क्षेत्रफल चाहिँ 464.24 वर्गमिटर रहेको छ, जसलाई सम्झन चाहिँ मैले 4 छ क्या 4 भनेर भनेको छु। 4 छ क्या 4 भनेर, अरू होइन, 4 छ क्या 4 भन्ने सम्झेको छु। भरतपुर महानगरपालिका चितवनमा छ, जसको क्षेत्रफल चाहिँ 432.95 वर्गमिटर छ, जसलाई सम्झन चाहिँ पछाडिबाट 2, 3, 4, 6 भनेर सम्झन सकिन्छ, जसलाई चाहिँ पछाडिबाट 2, 3, 4, 6 भनेर 2, 3, 4 रहेको छ भनेर सम्झन सकिन्छ। अर्को छ विराटनगर महानगरपालिका, जुन चाहिँ मोरङ जिल्लामा पर्छ, जसको क्षेत्रफल चाहिँ 77 वर्गमिटर रहेको छ। 77 भनेको अहिले हाम्रो देशमा रहेको जिल्ला सङ्ख्या हो र विराटनगर महानगरपालिकाको क्षेत्रफल सम्झ्यातै हाम्रो जिल्ला सङ्ख्यालाई सम्झन सक्यो। वीरगञ्ज महानगरपालिका पर्सामा रहेको छ र जसको क्षेत्रफल 75 वर्गमिटर रहेको छ। 75 वर्गमिटरलाई सम्झँदा हाम्रो सुरुमा चाहिँ 14 अन्तल 75 जिल्ला हो र पछि मात्रै 2 जिल्ला, 2टा जिल्लालाई टुक्र्याएर चाहिँ 77 बनाइएको। त्यसैले वीरगञ्ज सम्झिँदा चाहिँ पुरानो जिल्ला सङ्ख्यालाई सम्झन सक्यो। काठमाडौँ महानगरपालिका काठमाडौँ जिल्लामै छ। यो देशको राजधानी नै हो र जसको क्षेत्रफल चाहिँ 49.95 वर्गमिटर छ। 49 भनेको चाहिँ ठ्याक्कै सम्झा 7 को वर्ग। 49 भनेको कति? 7 को वर्ग। 7 लाई स्क्वायर गऱ्यो भने कति हुन्छ? 49 हुन्छ। अर्को छ ललितपुर महानगरपालिका चाहिँ यो ललितपुर जिल्लामै छ, जसको क्षेत्रफल चाहिँ 36.12 वर्गमिटर रहेको छ। 36 भनेको चाहिँ 6 को वर्ग हो। 6 लाई स्क्वायर गऱ्यो भने कति हुन्छ? 36 हुन्छ। त्यसैले ललितपुर महानगरपालिकाको क्षेत्रफल सम्झिन चाहिँ 6 को वर्ग भनेर सम्झन सक्यो। र यसरी फेरि म एकपल्ट सुरुबाट महानगरपालिकाको क्षेत्रफलको आधारमा ठुलोबाट सानो क्रमलाई सूत्रको रूपमा फेरि भन्नेछु। सूत्र यस प्रकार छ। पोखरा र भरतपुर बिबीको काल भन्यो। पोखरा र भरतपुर बिबीको काल भन्यो। पोखरा महानगरपालिका कास्कीमा छ, जसको क्षेत्रफल 464.24 छ, जसलाई सम्झना अरू होइन 4 छ क्या 4 भनेर सम्झिनु। भरतपुर
महानगरपालिका चितवनमा छ, जसको क्षेत्रफल 432.295 र पछाडिबाट 2, 3, 4 छ भनेर सम्झन सकिन्छ। अर्को छ विराटनगर महानगरपालिका मोरङ, जसमा 77 वर्ग किलोमिटर क्षेत्रफल रहेको छ, जुन चाहिँ हालको जिल्ला सङ्ख्या हो। र वीरगञ्ज महानगरपालिका पर्सामा छ,